हेलो प्रकाश सर, नमस्कार। नमस्कार। सर, म उदय श्रेष्ठ हो, पत्रकार। सरसँग एउटा आज प्रतिक्रिया लिउँ भनेर मैले फोन गरेँ सर। के सम्बन्धित थियो भन्नु? अब हामी त 6 महिना 6.5 महिनादेखि एम्बुलेन्सको पछाडि लागेका छौँ दुरुपयोगको विषयमा। न्युज पनि मैले पठाएको थिएँ, सरले हेर्नुभयो कि हेर्नु भएन। यसलाई दुरुपयोग रोक्ने आधार के हो सर, नियम कानुन के हो सर? त्यो त एम्बुलेन्स सेवा निर्देशिका हो र त्यही सार्वजनिक अनुसार चाहिँ सिडिओ नै बनाएर संयोजक हुने र तर हाम्रो बाँके जिल्लाको सिडिओ साहब धर्मराज जोशी सरले यसमा कुनै पनि किसिमको कदम चाल्नु भएको छैन। हामीले धेरै भन्यौँ, न्युज पनि गऱ्यौँ। अनि यस सिडिओ साहबले नै गर्नुहुन्न भने कसले गर्ने त? अब त्यही त नि, त्यही मैले पनि भन्नु खोजेँ त्यही हो। जिल्ला प्रशासन कार्यालय गर्दैन भने त्योभन्दा माथिल्लो निकाय गृह मन्त्रालय हो। हजुर, सिडिओले यो काम गर्नुपर्ने, यहाँ तेर्दैनन्, गर्दै गरेनन् भनेर हजुर, गृह मन्त्रालयलाई भन्नु पर्यो। नै हामी सर ठाउँ ठाउँमा भन्ने कि के गर्ने सर? पत्रकारले 6.5 महिना भयो, हजुरलाई थाहा पनि छ होइन सर? हामीहरू 6.5 महिनादेखि अपडेट गरिरहेछौँ। 10 वर्ष पुरानो गाडी पनि चलिरहेछ। एम्बुलेन्सलाई सेवा होइन कि व्यापार पनि बनाएको छन् होइन सर? त्यो विषयमा हजुर चाहिँ अनभिज्ञ त हुनुहुन्न। हामीले त न्युज गरिरहेछौँ। सुन्नु न उदयजी, हामीले चाहिँ बनाले त्यही अनुसार पत्र लेख्यौँ, उहाँहरूले चाहिँ बनाले अनुगमन गर्नुभयो। अहिले त्यही भएर भेरी अस्पतालको मेसुले पनि भित्र चाहिँ भने एउटा पनि बाहिरको एम्बुलेन्स पार्किङदैन भन्छन् होइन। नै भेरी अस्पतालको मेसु सरले त राम्रो काम गर्नुभयो, उहाँले भित्र पार्किङ गर्न दिनुहुन्न। तर नर्सिङ होमको अगाडि अवैध रूपमा पार्किङ पनि खोलिएको छ। एम्बुलेन्सको पार्किङ कहीँ खोल्न मिल्छ सर? त्यसो भए यसो गर्नु न, सिडिओ साहबलाई एउटा निवेदन लेख्नु। सर, मैले उहाँलाई त्यसपछि म सिडिओ साहबसँग कुरा गर्छु। आजभन्दा 2 महिना अगाडि मैले उहाँलाई निवेदन पनि हालिसकेको हो सर। त्यसको बोधार चाहिँ स्वास्थ्य मन्त्रालयमा दर्ता भएको छ। बोधार्थ मैले पठाएको छैन, जहाँसम्म बोधार्थ पठाएको छैन होला। त्यसपछि हामीले चाहिँ सिडिओ साहबलाई फलो गर्छौँ कि। हजुर, यो त चाहिँ नि हामी मात्रै पत्रकारले मात्रै कति कराउने? 6.5 महिना भयो होइन सर? अब दुनियाँभरको कुरा हामी गर्छौँ, तर सिडिओ साहबले नै काम नगरेको अवस्था छ। स्वास्थ्य मन्त्रालयले पनि पटक पत्र पठाएकै हो सिडिओ साहबलाई। तर अब काम कसले गर्ने भन्ने कुरा आयो। किनभने सिडिओहरू गृह मन्त्रालय अन्तर्गत सञ्चालित हुन् होइन। हजुर, अब हामीले त भनेर पत्र पठाउने भन्ने रिक्वेस्ट गर्ने। हजुरको टिम पनि नेपालगञ्ज आएर, कुनै टिम आएर यसलाई कार्यान्वयन गर्न मिल्छ कि मिल्दैन? अब त्यो चाहिँ ठाडो चाहिँ गर्न त मिल्न त त्यो फेरि अब हाम्रो सचिव मन्त्रीज्यूको लेभलबाट चाहिँ निर्देशन प्राप्त हुनुपर्छ कि। सचिवज्यूलाई पनि मैले फोन गरेको थिएँ, उहाँको फोन स्विच अफ थियो होइन सर? उहाँ अहिले पनि बाहिर हुनुहुन्छ, शुक्रबार कि शनिबार। त्यस कारण सर यसलाई कसरी समाधान गर्ने भन्ने विषय हो। त्यही भएर मैले हजुरको भोइस चाहिँ मिडियामा हाल्नको लागि प्रवक्ताको हिसाबले मैले सोधेको सर होइन सर? त्यस कारण अब के गरौँ अब सर? सचिवज्यू आएपछि हामीसँग दुईवटा मात्र विकल्प। एउटा चाहिँ अब के चाहिँ जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले हामीले कार्यान्वयन गर्न सकेनौँ, हाम्रो क्षमताभन्दा बाहिर भयो भनेर भन्नुभयो भने अब सङ्घीय सरकार चाहिँ जाने भयो होइन। हजुर, उहाँले सहयोग माग्नुभयो भने अब के चाहिँ दोस्रो चाहिँ के हुनु पऱ्यो भने हामीले चाहिँ अब जस्तै स्वास्थ्यको जिल्ला स्वास्थ्य को प्रमुख, त्यसपछि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिमा बाँकी रहेका मानिसहरू र चाहिँ एम्बुलेन्स सञ्चालक सङ्घहरू वा चाहिँ एम्बुलेन्स प्रदायक सङ्घहरूले केन्द्रले चाहिँ उनीहरूले चाहिँ अनुगमन गरिदियोस् भन्ने किसिमको निवेदन आयो भने सर हामीले अनुगमनको लागि हजुरहरूलाई पत्रचार गरे पनि हुन्छ कि हुन्न? त्यो बेलाले बोधार्थ चाहिँ जिल्ला एम्बुलेन्सलाई दिएर गर्दा हुन्छ। बोधार्थ जिल्ला एम्बुलेन्स दिन्छौँ सरलाई, हामी चाहिँ नि पत्रचार पनि गर्छौँ। तर हाम्रो चारा के हो भने बाँके सिडिओ साहब पनि जिल्ला यो एम्बुलेन्स व्यवस्थापन समितिको अध्यक्ष हो, उहाँले नै चासो लिनुभएको छैन। दिन प्रतिदिन दुरुपयोग अति मात्रामा भइरहेछ होइन सर? त्यस विषयमा सरलाई म सचिवज्यू आएर नै मात्रै होला कि भोलि नै पत्र हजुरलाई पठाउँ? होइन, यसो गर्नु, चिठी चाहिँ
भोलि नै पठाए हेर्नुहोस् हजुर। सचिवज्यू कहाँ चाहिँ दर्ता गर्न हुँदै गर्छ। हजुर हजुर त्यसपछि सचिवज्यू चाहिँ फर्केपछि उहाँलाई यो एउटा यस्तो निवेदन पठाएको थिएँ, यस्तो गरिदिनु पर्यो सचिवज्यू, तपाईँबाट चाहिँ निर्देशन चाहियो भन्ने किसिमको चाहिँ भन्नु पर्ला। ए हजुरले पनि भन्नु होला, म पनि भन्छु है सर। हुन्छ हस् हस्, थ्याङ्क यू सर।